भइसकेछ। अब यस्तो रात पर्नै आँटिसक्यो, रात पर्नै आँटिसकेको छ। त्यही पनि भोलि चाहिँ मेरो इक्जाम छ, भोलि पर्सि चाहिँ सकिन्छ होइन। पर्सि सकिन्छ, आज चाहिँ आइतबार बिदा भएको कारणले त मामाको घर सघाउनु भनेर आएको। ढुङ्गार फुटायो आज। इक्जाम सकेपछि हाम्रो पनि चाहिँ साथीहरू गर्नुपर्ने कामलाई बाटो हेर्नुहोस् है, यस्तो छ। भिडियो तपाईँहरूलाई देखाइरहेको छु। मेरो घर जाने बाटो, आउने बाटो म देखाइरहेको छु। कति महिनापछि मामाले गाउँ पनि आयो, साथी हो भएको थियो। सदा एक वर्ष नहुँ त अनि आइरहेको थिएँ, अहिले त आउनु पाएको छैन साथीतिर गएर। आज चाहिँ सघाउने भनेर यता मामा गएको अनि सघाएर यस्तोमा जोड्नुपर्छ। तर यस्तोमा पनि साथी हो गोरुहरू पनि गाह्रो पर्छ है। र पानीतिर जानुपर्ने, आफूले नै खन्नुपर्ने हुन्छ। आफूले यता चाहिँ सबै रोपिसकिहालेछ। म देखाइदिन्छु। सबै रोपिसकेको छ नि, यता त दिउँसो मात्रै नरोपेको रहेछ, पर रोप्दै रहेछ।